गिद्दी भयो, यो मान्छेलाई हटाइदिउँ क्या हो, हटाइदिउँलाई लौ, यति सजिलै हट्छ नि त। त्यसको लागि त महाभियोग लाग्नुपर्छ। यो फेरि महाभियोग भने के हो? महाभियोग भनेको देशको संवैधानिक पदमा रहेका व्यक्तिलाई पदबाट हटाउन प्रयोग गरिने संवैधानिक प्रक्रिया हो। कसैलाई मन परेन भन्दैमा महाभियोग लगाउन मिल्दैन। संविधान वा कानुनको गम्भीर उल्लङ्घन गरेमा, पदको दुरुपयोग गरेमा र आचरण सम्बन्धीको आरोपमा मात्र यो प्रक्रिया सुरु हुन सक्छ। प्रोसेस पनि निश्चित छ। सबैभन्दा पहिले प्रतिनिधि सभाका आवश्यक सङ्ख्याका सांसदहरूले महाभियोग प्रस्ताव दर्ता गर्छन्। त्यसपछि प्रस्तावमाथि छलफल हुन्छ। अन्त्यमा संविधानले तोकेको बहुमतबाट प्रस्ताव पारित भएमा संवैधानिक पदाधिकारी पदबाट हट्छन् र पारित भएन भने उनी आफ्नो पदमै रहन्छन्। 2074 सालमा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की, 2078 सालमा तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरियो। तर एउटा रोचक तथ्य के छ भने नेपालमा अहिलेसम्म महाभियोग पारित भएर कुनै पनि उच्च संवैधानिक पदाधिकारी पदबाट हटाइएका भने छैनन्। यस्तै विषयवस्तुका लागि चाहिँ हामीलाई फलो गर्नुहोला। ल यार भाइ, थ्याङ्क्स। त्यसो भए त पानी खाऊ।